नमस्ते। हाम्रो थेगो सेप सिकौं, आत्मनिर्भर बनौं। हाम्रो यस प्राविधिक स्कुल जोरपाटीमा चाहिँ 1 महिने बेसिक तालिम, जसमा चाहिँ ब्युटिशियन र सिलाइ सम्बन्धी रहेको छ। त्यहाँ चाहिँ निशुल्क रूपमा 1 महिने तालिम दिनको दैनिक 2 घण्टा क्लास भइरहेको छ। यदि तपाईहरु पनि आफूलाई चाहिँ म केही कुरा आफ्नो लागि सिक्छु भनेर चाहनुहुन्छ भनेदेखि तपाईहरुले जोइन गर्न सक्नुहुनेछ। तपाईलाई मात्र भर्ना शुल्क 1200 लाग्नेछ र त्यसको फाइदाहरु भनेको तपाईलाई चाहिँ हामीले सर्टिफिकेट पनि प्राप्त गर्नेछौं। प्लस त्यसमा चाहिँ तपाईले अब सिक्दै जानु भएपछि हैन म्याम हामी चाहिँ अब फुल कोर्स गर्न चाहन्छु भन्नुहुन्छ। सिक्दै जाने क्रममा तपाईलाई मन परेर हामी फुल कोर्स गर्छौं। अब यतिले मात्रै सिकेर मलाई पुग्दैन, अझ म राम्रो गर्न सक्छु, म पनि आत्मनिर्भर भएर आफ्नै सलुन खोल्न चाहन्छु अथवा मेरो आफ्नै बुटिक अब टेलर खोल्न चाहन्छु भनेर तपाईले अगाडि बढ्न चाहनुहुन्छ भने हामीले चाहिँ त्यही बेलामा तपाईहरुलाई चाहिँ बेसिकबाट एडभान्स क्लासमा जोइन गर्नको लागि त्यो सुविधा पनि गर्दिएको छौं। जुन एडभान्स क्लासको लागि चाहिँ त्यो चाहिँ 2 महिनाको रहनेछ र तपाईको इन्टर्न सँगै इन्टर्न पनि हुन्छ। इन्टर्न गरेर तपाईको लगभग 3 देखि 3.5 महिना हुन जान्छ। एउटा फुल सलुन खोल्ने हिसाबले हैन तपाईलाई बेसिक देखि एडभान्स सँग तपाईको थ्रेडिङ देखि केराटिन सम्म न्यानोप्लास्टिया बुटोक्स तपाई जे भन्नुहुन्छ सबै हैन तपाईको त्यसमा मेनिक्योर पेडिक्योर र हाइलाइटरहरु भयो, कलर थ्योरीहरु भयो, सिटीपीडी थ्योरी देखि लिएर हैन प्रमाण पत्र तह जुन तपाईले एउटा सलुन खोल्नको लागि चाहिने प्रमाण पत्र र तपाईले सिलाइ सम्बन्धी पनि हैन सिलाइको एउटा अब बच्चाको फोटो देखि लिएर टोपी घागरहरु अनि तपाईले म्याक्सी देखि लिएर हैन अब एउटा सिम्पल कुर्ता सुरुवाल अनि त्यसपछि ब्लेजरहरु अब त्यो अनुसार बुटिकहरु सिक्न चाहन्छ त्यही अनुसारको छ। तर सिलाइ चाहिँ एउटा टेलर नर्मल टेलर खोल्ने हिसाबले तपाई आफूलाई आत्मनिर्भर बनाउन चाहनुहुन्छ भने चाहिँ हामीसँग जोइन गर्नुस्। हाम्रोमा चाहिँ यो वर्षको एकचोटी मात्रै खोल्ने तालिम हो। त्यही भएको भएर चाहिँ यदि तपाईहरु पनि आफूलाई चाहिँ हैन म चाहिँ अब एउटा महिला भएको कारणले चाहिँ म घरकै काममा मात्रै इंगेज भएर बस्छु, हैन म पनि आफूलाई अलिकति खोलेर बाहिर निस्किन्छु भन्ने चाहनुहुन्छ भने चाहिँ प्लिज मेरो टिकटकमा आएर मलाई मेसेज गर्न सक्नुहुन्छ अथवा म स्क्रिनमा नम्बर शेयर गरिदिएको हुन्छु। त्यो नम्बरमा हजुरहरुले चाहिँ हामीलाई कन्ट्याक्ट गरेर चाहिँ जोइन गर्न सक्नुहुन्छ। हुन्छ हस् त, नमस्कार।